यदि तपाईको कपाल बारम्बार झरिरहन्छ र यसबाट तपाई सोचमा हुनुहुन्छ भने यो 5 वटा टेस्ट गर्नै पर्ने हुन्छ। नम्बर 1 सीबीसी कम्प्लिट ब्लड सेल काउन्ट, नम्बर 2 फेरिटिन, नम्बर 3 आइरन प्रोफाइल, नम्बर 4 हर्मोन टेस्ट। केही यस्ता हर्मोनहरू रहेका छन् जुन टेस्टले चाहिँ बारम्बार हेयर लस हुनेलाई इन्डिकेट गर्दछ, जस्तै टेस्टोस्टेरोन, एफएसएच, एलएच, डीएचईएएस। नम्बर 5 एलएफटी अर्थात् लिभर फङ्सन टेस्ट। केही यस्ता लिभर मार्करहरू छन् जो ब्लडबाट जाँच गर्ने गरिन्छ। यदि तपाईलाई यो भिडियो जानकारीमूलक लाग्यो र तपाईलाई यसले केही सहयोग गर्यो भने तपाईका साथीहरू, इष्टमित्रहरू सबैलाई शेयर गरिदिनु होला। धन्यवाद। यदि तपाईको कपाल बारम्बार झरिरहन्छ र यसबाट तपाई सोचमा हुनुहुन्छ भने यो 5 वटा टेस्ट गर्नै पर्ने हुन्छ। नम्बर 1 सीबीसी कम्प्लिट ब्लड सेल काउन्ट, नम्बर 2 फेरिटिन, नम्बर 3 आइरन प्रोफाइल, नम्बर 4 हर्मोन टेस्ट। केही यस्ता हर्मोनहरू रहेका छन् जुन टेस्टले चाहिँ बारम्बार हेयर लस हुनेलाई इन्डिकेट गर्दछ, जस्तै टेस्टोस्टेरोन, एफएसएच, एलएच, डीएचईएएस। नम्बर 5 एलएफटी अर्थात् लिभर फङ्सन टेस्ट। केही यस्ता लिभर मार्करहरू छन् जो ब्लडबाट जाँच गर्ने गरिन्छ। यदि तपाईलाई यो भिडियो जानकारीमूलक लाग्यो र तपाईलाई यसले केही सहयोग गर्यो भने तपाईका साथीहरू, इष्टमित्रहरू सबैलाई शेयर गरिदिनु होला। धन्यवाद।